यसमा लुगा हाल्दाखेरि एउटा एउटा गरेर सेफ्टी पिन कोइन कागजहरू सब त्यो मतलब चेक जाँच गरेर अनि मात्र लुगा हाल्नु। अनि लुगा हाल्दाखेरि यसमा एकपल्टमा तपाईँ 18 देखि 22 वटा लुगा हाल्न सक्नुहुन्छ। अनि सानो सानो लुगा चाहिँ थाहा लागिरहेको छैन भने यसमा 3 खण्ड दिएको छ, 3 खण्ड दिएको छ। 3 खण्डमा यो 2 खण्डले लुगाले छोपिदिनु, माथिको 1 खण्ड चाहिँ खाली राख्नु। यो सिसामा पनि दिएको छ यति लेभलको चाहिँ लुगा हाल्नु, योभन्दा माथि नजाओस्, योभन्दा माथि खाली राख्नु। आवाज आउने गरी ढोका लगाउनु। यो चाहिँ मेन वास यो भइहाल्यो, यो प्री वास भयो। प्री वास भनेको तपाईँलाई माथिबाट धुलो मैलो हिलोहरू लागेको छ भने त्यस्तो लुगा हाल्नु भएको छ भने अनि प्री वास चलाउनु, अनि प्री वासमा सरफ हाल्नु। अनि छैन भने डाइरेक्टै मेन वास गर्दा भयो। लुगामा बास्न चाहियो भने कम्फर्ट पाउँछ, कम्फर्ट हाल्न सक्नुहुन्छ। यहाँबाट लुगा अनुसार कति कम्फर्ट हाल्ने त्यो लुगा अनुसार हाल्नु। 1 केजी लुगामा 1 चम्मच सरफ या लिक्विड, 1 केजी लुगामा 1 चम्मच सरफ। 4 केजी लुगा हाल्नुभयो भने 4 चम्मच 4 चम्मच सरफ। जोख्ने कसरी भनेको जस्तै एउटा तपाईँको पेन्ट भेस्ट यस्तो दुईटा मिलाएर 1 केजी भइहाल्छ। हाफ पेन्ट हाफ भेस्ट मिलाएर 2 जोडी 1 केजी भइहाल्छ। त्यस्तै अनुसारले त्यही अनुमानित गरौँ न, 1 केजी हुन्छ 2 केजी हुन्छ। त्यही लिक्विड या सरफ चाहिँ हुन्छ यसैमा हाल्नु। प्री वास चलाउनु छ भने यहाँबाट इनेबल गर्नुपर्छ अनि त्यहाँबाट चलाउन सक्नुहुन्छ। प्री वासको लागि म बताउँदै जान्छु तपाईँलाई। अन अफ गर्ने यही हो बटन हो। सिंगल टचमा हुन्छ, सिंगल टचमा अफ हुन्छ। लुगा हाल्नु हो, सरफ हाल्नु, अन गर्नुभयो। अब अन हुने बित्तिकै यो कोटनमा आउँछ। कोटनमा आएपछि तपाईँको कोटनको जे जति लुगा छ सुतीको यो प्रोग्राममा धुनु। यी कोटन भनेको त्योभन्दा हल्का पातलो सुती या मैलो छ भने त्यस्तो सुतीको लुगाहरू यो प्रोग्राममा धुनु। सिन्थेटिक भनेको पोलिस्टर लाइलेनको या टुक्रा टुक्री लुगा छ या हल्का लुगाहरू छ भने त्यस्तो लुगाहरू यो प्रोग्राममा धुनु। हाइजिन स्टिम भनेको तपाईँलाई हस्पिटलाइज या आफ्नै जिउमा एलर्जी इन्फेक्सन छ भने यो प्रोग्राममा धुनु। रिन्स प्लस स्पिन भनेको तपाईँलाई हातले लुगा धुइहाल्नुभयो, अब तपाईँलाई पखाल्न र सुकाउनु मात्र छ भने यो प्रोग्राममा धुनु। ड्रम क्लिन भनेको मेसिनलाई 40 पल्ट युज गरेपछि एकपल्ट खाली चलाउनु। दिनमा 2 पटक चलाउनुहुन्छ भने 20 दिनमा एकपल्ट ड्रम क्लिन चलाउनु। दिनमा एकपल्ट चलाउनुहुन्छ भने 40 दिनमा एकपल्ट ड्रम क्लिनमा चलाउनु। डाउनलोडेड भनेको 2 या 3 दिनदेखि थुपारेको लुगा छ भने त्यस्तो लुगालाई डाउनलोडेडमा चलाउनु। बेडिङ भनेको तन्ना पर्दाहरू जे जति छ सब यसमा चलाउनु। डबल बेडको तन्ना छ भने 2वटा, सिंगल बेडको तन्ना छ भने 3वटा, पर्दाहरू छ भने 4 देखि 5 वटा हाल्न सक्नुहुन्छ एकचोटिमा। समर ब्ल्याङ्केट एउटा हाल्न सक्नुहुन्छ। उलेन र डेलिकेट्स, उलेनको लुगा र डेलिकेट्स भनेको जडीवाला लुगा छ भने या त्यो डायमन्डवाला साडीमा हुन्छ नि जडीवाला लागेको पत्तरहरू, त्यस्तो लुगाहरू यो प्रोग्राममा धुनु। उनीको छ भने उनीको मात्र हाल्नु या डेलिकेट्स छ भने डेलिकेट्स मात्र हाल्नु। कलर्स भनेको रङ जाने लुगा छ भने एकै कलरको रङ लुगा छ भने यो प्रोग्राम हाल्नु। इन्टेन्स कोल्ड भनेको जुन लुगाले तपाईँ आइरन गर्न चाहनुहुन्छ या आइरन गर्ने लुगा छ या अफिसवाला लुगाहरू छ नि आइरन गर्ने त्यस्तो लुगालाई यो प्रोग्राममा धुनु। लेस माइक्रोफाइबर भनेको भुवावाला लुगाहरू जस्तै टवलमा हाम्रो भुवा हुन्छ नि त्यस्तो लुगाहरू लेस माइक्रोफाइबरमा हाल्नु। सुपर स्पिड भनेको बिहानदेखि बेलुका लुगा लगाउनु भएको छ नि त्यो मिक्स लुगा यसमा हाल्न पायो तर 4 केजीसम्म मात्र। सुपर स्पिडमा 4 केजीसम्म मात्र हाल्न पायो मिक्स। क्विक वास 15 मिनट भनेको तपाईँले यसले 2 जनाको लुगा 15 मिनटमा धुइदिन्छ तर पसिना भएको लुगा मात्र, यसमा दाग साग जाँदैन। यसले तपाईँको जुन पसिना हुन्छ नि पसिना भएको लुगा जस्तै धोको लुगा लगाएर तपाईँ मार्केट जानुभयो 2-4 घन्टा बसेर अनि जस पसिना मात्र हुन्छ त्यस्तो लुगालाई रिफ्रेस गर्नको लागि मात्र 15 मिनट वास चलाउन सक्नुहुन्छ। अब यसमा दिएको हुन्छ एउटा इको बबल सिस्टम। इको बबल भनेको तपाईँलाई जुन पहिला हामी आधी घन्टा बाहिर ढड्याउँथ्यो नि पानीमा, अब यो मेसिनमै भित्र ढड्याउन पायो। त्यो यो चाहिँ 4वटा प्रोग्राममा काम गर्छ। इको बबल, कटन, सिन्थेटिक, हाइजिन स्टिम र बेडिङ यो 4वटा प्रोग्राममा मात्र काम गर्छ इको बबल सिस्टम। अब इको बबल अब कटनको लुगामा तपाईँलाई ढड्याइराख्नु छ भने कटनको लुगा हाल्नु, सरफ हाल्नु अनि यसलाई सिंगल टच गर्नु। यसले आधी घन्टा टाइम लिन्छ। आधी घन्टा पहिला लुगालाई ढड्याउँछ त्यसपछि यसले धुने काम गर्छ। आफै धुन्छ, तपाईँले जस्ट सिलेक्ट मात्र गर्नु पर्यो। अनि जुन मैले भने नि प्रिवास, यो प्रिवास जुन मैले भने नि यो प्रिवासमा सरफ हाल्नुभयो भने
अनि यहाँ प्रिवासको अप्सन दिएको छ, यसलाई इनेबल गर्नु। यसले 20 मिनट टाइम लिन्छ। 20 मिनटमा पहिला के गर्छ, जुन धुलो मैलो हिलोहरू लागेको लुगा हुन्छ त्यसलाई हटाउँछ, त्यसपछि यसले मेन वास गर्छ। यो भयो तपाईँको एक्स्ट्रा रिन्स। अब तपाईँलाई एकपल्ट अझै पखाल्नु छ भने यसले 10 मिनट टाइम लिन्छ। यसले तपाईँलाई एकपल्ट अझै पखालेर लुगालाई निकालिदिन्छ। यो भइहाल्यो तपाईँको डिले टाइम। डिले टाइम भनेको अब तपाईँ घरमा पानी 12 बजे आउँछ, तपाईँ 10 बजे अफिस जानुहुन्छ, अब तपाईँ लुगा हालिदिनु भयो, अब 2 घन्टाको डिले टाइम सेट गरेर तपाईँ अफिस गइहाल्नु मेसिन अन गरेर, अनि तपाईँ जब 2 घन्टा पछि पानी आउँछ 2 घन्टा पछि मेसिन चालु हुन्छ। 2 घन्टा 3 घन्टा बनाउनु मिल्छ। 2 घन्टा 3 घन्टा 24 घन्टासम्म छ। यो भनेको तपाईँको टेम्परेचर अलग अलग प्रोग्राममा सबैमा टेम्परेचर सेट गरेको हुन्छ। तपाईँ आफूले पनि सेट गर्न सक्नुहुन्छ, कति डिग्रीमा लुगा धुनु चाहनुहुन्छ सेट गर्न पायो। तर सेट नगरेकै राम्रो, जुन सिस्टममा दिएको छ त्यही युज गर्दा राम्रो। यो भनेको तपाईँ कति स्पिडमा लुगा सुकाउनु हुनुहुन्छ। अब तपाईँले 1400 RPM छ, तपाईँको लुगा बिग्रिने खालको छ भने तपाईँ यसलाई 400 मा 800 1000 1200 1400 मिलाउन सक्नुहुन्छ। नर्मल चाहिँ प्रोग्राममा दिएकै हुन्छ, आफ्नो आफ्नो प्रोग्राममा सबैमा दिएकै हुन्छ। यसमा 1400 छ भने कटनमा 1200 सिन्थेटिकमा 1400 यसरी गरेर सबैमा दिएकै हुन्छ। हेर्नु पनि सबै प्रोग्राममा आफ्नै आफ्नै दिएको हुन्छ। यो भनेको जुन लुगामा घाम पानी लागेको हुन्छ, जस्तै तपाईँ अब कुनै लुगा बाहिर सुक्न दिनुभएको थियो अनि कहीँ बाहिर पाउन जाने बेलामा तपाईँ त्यो लुगा राख्ने बिर्सिहाल्नु भयो। अब त्यस्तो लुगा के हुन्छ, कुनै बेला घाम लाग्छ, कुनै बेला पानी, फेरि घाम पानी त्यस्तो लुगा छ हैन, त्यसलाई यो प्रोग्राम इनेबल गरिदिनु। जस्तै कटनकै लुगा छ, कटनको लुगा छ, यसलाई इनेबल गर्नु। यसले फेरि तपाईँको 20 मिनट टाइम लिन्छ, त्यसलाई लुगाले मायाले धुइदिन्छ। यो भनेको तपाईँको स्मार्ट थिङ भयो। स्मार्ट थिङ भनेको मोबाइल र मेसिन बिचको कम्युनिकेसन, मोबाइलबाट नै मेसिनलाई चलाउने अपरेट गर्ने। यसको लागि तपाईँले स्यामसङ अकाउन्ट बनाउनु पर्यो, अनि स्मार्ट थिङ एप डाउनलोड गर्नु पर्यो, अनि यो QR कोड स्क्यान गरेपछि मोबाइलले तपाईँ मेसिनले वाइफाईको पासवर्ड माग्छ, वाइफाईको पासवर्ड मागेपछि मेसिन र मोबाइल कनेक्ट हुन्छ। अनि जुन बेला मेसिन बन्द हुन्छ त्यो बेला चाहिँ मोबाइलमा मेसेज आउँछ, भनेको चाहिँ तपाईँको मेसिन बन्द भइसक्यो भनेर मेसेज आउँछ। अब यो कुनै पनि प्रोग्राम सिलेक्ट गरेपछि तपाईँको स्टार्ट गर्ने बटन यही हो। यसलाई 3 सेकेन्ड होल्ड गर्नु, स्टार्ट भइहाल्यो। अब यहाँ चाहिँ डोर लक लागिहाल्यो। अब यो ढोका खुल्दैन जबसम्म यसले 1 घन्टा 27 मिनट भनेको धोएर पखालेर सुकाउँदैन तबसम्म खुल्दैन। तर पनि हामीसँग 2 मिनटको टाइम हुन्छ, स्टार्ट गरेपछि 2 मिनट टाइम हुन्छ, जबसम्म भित्र पानी भर्दैन। पानी भरेपछि फेरि खुल्दैन। 2 मिनट टाइम हुन्छ। कुनै लुगा छुटेको छ भने यसलाई हामी सिंगल टचले पज गर्ने, यसले ढोका खोलिदिन्छ। जबसम्म यो लक हट्दैन तबसम्म नतान्नु, ढोका खोलिदिन्छ अनि लुगा थप्न मिलो। थपेर फेरि यसलाई चलाइदिनु, 3 सेकेन्ड होल्ड गर्नु, चलाइदिनु। कुन यो तलको यो तपाईँले 15 दिनमा एकपल्ट अनिवार्य यसलाई खोलेर सफा गर्नुपर्छ। यहाँ चाहिँ ड्रेन दिएको हुन्छ, 15 दिनमा यसलाई खोलेर सफा गर्नुपर्छ। जस्तै कुनै चम्मच लिएर खोल्नु, यसलाई बायाँतिर घुमाउनु, बायाँतिर घुमाएर यसलाई सफा गर्नु। 15 दिनमा अनिवार्य सफा गर्नुपर्छ। यसमा कुनै कोइन कागज कपालहरू के फसेको हुन्छ भने यहाँ आएर फसेको हुन्छ, यसलाई खोलेर सफा गर्नुपर्छ। अनि 15 दिनमा अनिवार्य। अनि जुन दिन ड्रम क्लिन गर्नुहुन्छ त्यो दिन पनि गर्नुपर्छ। ड्रम क्लिन अनि 15 दिनमा एकपल्ट यसलाई पनि खोलेर सफा गर्नुपर्छ। यसलाई तल थिचेर तान्नु, यो निस्किहाल्छ। यसमा तपाईँको सरफ हालेपछि नि यहाँ लागेको हुन्छ कि सरफको केही छिटाहरू परेको हुन्छ। अनि नर्मली चिसो पानीले गइहाल्यो भने ठिकै छ, गएन भने पानी तताएर अनि यसलाई धुनु, यो गइहाल्छ। अनि लगाउने बेलामा यो 2 साइडको च्यानल छ, दुईटैले बराबर मिलाउनु अनि हल्का पुस गरेपछि गइहाल्छ यो।